तिम्रो आज चाहिँ लास्ट हो नेपालमा भोलि त गइहालिन्छ बाई बाई हैन भोलि त बिहानै त्यही त बिचरा बिहानै जान्छौँ हामीहरू यता गर्नु कस्तो कसरी सेल्फी खिच्नुहुन्छ अरे तपाईँले भनिदिनु त कसरी सेल्फी खिच्नुहुन्छ अरे भन्नु त कसरी खिच्नु होइन तपाईँले यसरी सेल्फी खिच्नुहुन्छ अरे कसरी सेल्फी फेरि फेरि तेरो बाबाले त्यसै गर्छ कालो चाहिँ ट्याक्कै उयो पुच्का व्यापारी भएर हिँडिराख्नु हाम्रो छेउमा ओ भाइ साहब खै भदाइ आएको अरे भदाइ पनि आउनु अरे काले नि आऊ पछाडि गोबर चाहिँ कुद्दैन सबैजना गुरु ठ्याक्कै गोबर बगरबाट लिएर हिँडेछ त्यही त कालेले आसामको चिनो चाहिँ छोडे छैनन् जे न काले कुखुराको भाले गोबर गोबर तर्किँदै हिँड्नु काले काले मिलेर भाले भोक लाग्यो भने कस्तो गर्नु भयो तपाईँले सेल्फी ए बुढी भइसक्यो नि हौ बुढी भइसक्यो अरे हौ आमा छोरी चाहिँ उत्रा उत्रै छन् हो मोटी मोटी उत्रा उत्रै आमा छोरी के त हैन मोटी भइहाल्यो मोटी भइहाल्यो यहाँ रास्तामा आइपुगिसकेका छौँ यो चाहिँ विराटनगर यहाँ फुपूको घरबाट हामी चाहिँ यता आउँदैछौँ घर जाँदैछौँ सवारीमा होइन त्यही त दिदी भन्नु न आज कहाँ आउनुभएछ भनेर आज कहाँ आउनु अहिले कहाँ आउनुभएछ भनेर भन्नु भने क्या नेपाल कस्तो लाग्यो Nepal is so beautiful. यता बोला जिन्दाबाद Nepal is so beautiful place. कति डिफरेन्स देखेको दुईजनाले यसरी राख्दाखेरि हेलो गाइज हेलो लेट्सको गाइज लेट्सको हामी चाहिँ मासु लिन जाँदैछौँ अब हेर्न सक्नुहुन्छ म झोला बोकिसकेँ हामी चाहिँ यहाँनिर कहाँ भन्दाखेरि हाम्रो यो ठुलमम्मी छ नि यो ठुलमम्मीको चाहिँ भान्जाको पसलमा आएको थियौँ र हामी आइसकेको छौँ भान्जा चाहिँ भेटेन हामी चिया खाएर जान लागेको छौँ ल गाइज यो चाहिँ हाम्रो भान्जाको बुढी हो यो चाहिँ उहाँ चाहिँ एलाउनु चाहिँ अहिले चाहिँ हामी जान लागेको मासु लिन जान लागेको गाइज अब हामी चाहिँ बाहिर आएछौँ अब चाहिँ हामी जान लागेको गाइस लेट्स गो
चलो 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 धेरै छ साथीहरू अब राति राति कुदेर मैले यिनीहरूको भाषा म यिनीहरूको नि भाषा बोल्दिनँ नि साथीहरू हामी चाहिँ घर आइपुग्यौँ बल्ल बल्ल भर्खरै बजार डुल्दा डुल्दा गरेर होइन त्यही राख्नु भयो त फेरि यो फेरि कालेको ल आइपुग्यो घर पनि घर आइपुग्यो नि अब चाहिँ घर पनि आइपुगिसक्यौँ हामीहरू चाहिँ यहाँ उयो पनि छ रोटी रोटा रोटी छ स्याल रोटी खायौँ हो हामीले भात खाएर गएको कसले हामीले चार्ज गर्दैन रे नानु ल आएर ठक्का ठुक्का थालिहाल्नु भयो काममा भइहाल्यो कालेले चाहिँ चट्ना लिएर आएको आएर यत्रो ठन्डा खाएछ हामीले यत्रो भर्ती खाँदा 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 यत्रो खाली भएछ फुल जस्तो देखिन्छ अरे तपाईँ फुल जस्तो हुनुहुन्छ अनि ब्युटिफुल ठुलो मम्मी हुनुहुन्छ होइन हाँसिदिनु न सेल्फी साथीहरू अब चाहिँ हाम्रो खाना खाने बेला पनि भइसकेको छ के गरिदिन्छ तपाईँ चाहिँ आज चाहिँ लास्ट हो नेपालमा हाम्रो चाहिँ खाना रेडी हुँदैछ तपाईँलाई चाहिँ के भयो आम्मा के हो त्यस्तो भात मासु हजुर मन्दिरमा गएर मैले दुईजनाले पाप गरियो नुहाएर उसले त ननुहाएर पनि ज्वरो आएछ मलाई नुहाएर पनि ज्वरो आएछ मतलब मन्दिर गएर हो ज्वरो मन्दिर गएर आएर चाहिँ मासु खाएर होला होला त्यसो भए हामीले खाएनौँ उमेशको साली जस्तै गर्छ डाक्टर उमेश डाक्टर डुबो डुबो भन्नु सट्टै खोल्नु भयो बिचरामा ठुलो मम्मीको यहाँ पदमा आउँदाखेरि ल सबै खोलिदिनु न त हात दुख्छ क्या कति रहेछ त तपाईँको 140 बाई 70 बाहिरबाट हेरेर पनि बुझिन्छ हो मारेछ नि अब कहाँ थियो नाइन्टी सिक्स सेलरोटी खाँदै थियो ऊ खाँदै थियो अनि बिचरा बिरामीलाई पो उठाइ बिरामीलाई त खतर गर्ने हुने उता उता ए उता बिरामी उता हुने कहाँ यता हुँदैन के भनेको होइन बच्चै छ बच्चा नि त राख्नु नि मजाले हो बज्यो छैन यहीँसम्म सुनिन्छ
रामाले 95.0 अहिले 95 फेरि कम आएछ अघिसम्म 96 थियो 95.0 केही छैन ठिकै छ तपाईँलाई ज्वरो रहेन त ल ए बुढो भन्नु न मलाई मेसेज पठाउनु भन्थ्यो नि टाइट हो क्या दादा हुँदैन अब मलाई लगाउँछु ए मलाई त हेलो गाइस यहाँनिर चाहिँ हाम्रो दिदीहरूले चाहिँ के गर्दै हुन्छ आफ्नो ज्वरो आफै नाप्दै आफ्नो ज्वरो आफै नाप्दै हुन्छ अनि हाम्रो मम्मी हुनुहुन्छ यहाँ हेर्नु उतातिर देखाउनु पर्ने म यता देखाउँछु हेरेर ल होइन अब यहाँ चाहिँ प्रेसर नाप्दै यहाँ चाहिँ दिदीले चाहिँ प्रेसर नाप्दै आफ्नो आफ्नो प्रेसर र टेम्परेचर नाप्दै हुन्छ अघिसम्म चाहिँ ल ठुलो मम्मी लो म ब्युटिफुल छु भन न ब्युटिफुल ल त या ल ल भयो भयो भदैनी र फुपूको भदैनीको कोतिर पर्तिर अनि नाता नातिनीको सामने सेल्फी हौ यता सेल्फी घरि हेर्दै के हुन्छ कुनी फुपूलाई सेल्फी त्यो मजाले गर्यो मेरो त जोरै छैन त टाइम लाग्यो होइन तपाईँले त बन्द गरेर गर जस्तो छ यहाँ बन्द बस्दैन ए होइन होइन लु हाल्नु त अब के यो ज्वरो छैन भनेर के टाइम लागेको ल्या म पनि होला भन्दै रहेछु त्यस्तो होइन है यहाँ कसैको ज्वरै निक्लिएको छैन अह अघिदेखि पठाएको अहिलेसम्म हो त बजो अब चाहिँ बजो अघि चाहिँ बन्द 92 खै कता छ 5 छ ज्वरो छैन मेरो वजन धेरै छ कि थोरै छ बसी बसी छुई 93 भइसक्यो ए चिसो भयो नि त अहिले छैन मेरो ज्वरै छैन अब दिदीको म त लाउँदिनँ टाउकी लाग्छ म सब चेक गरेँ अब ज्वरो पनि चेक गरेँ सब चेक गरेँ आइगयो साथीहरू आजको लागि यति नै बाई बाई